Hello guys, welcome back to my another day life in Java है म चाहिँ आज चाहिँ मैले साइकल किनेको छु गाइज साइकल बबाल छ होइन म भ्लग नबनाउने भन्दा पनि भ्लग बनाउन बाध्य पर्यो होइन किनभने ओ यो यहाँ आउन ओ मिलन साइकल लिन आउन के गर्ने ऊ मिलनलाई स्वागत छ मेरो भ्लगमा मिलन के भन्न चाहन्छौ लाइक सब्सक्राइब अनि कमेन्ट गर्न भन्न चाहन्छु तिमी कहाँ जान लाग्यो तिम्रो साइकल है यो भर्खर मैले मेरो साइकलहरू देखेँ ल सेट यार बन्द भयो केटाहरू सब त्यहाँ छन् होइन होइन ऊ रेड लाइट भएर ऊ यहाँ छन् अनि कता हिँडेको तिमी त्यो ह्यान्डसम भएर म यसो अब घुमफिर गरौँ भनेर रमाउँछु एक्लै घुम्न अलि मलाई मनपर्छ तर बाटोमा केटाहरू भेट भयो फाइनल्ली केटाहरूसँग फाइनली गेट टुगेदर हामी उता तिनजना उता छन् उहाँ रेड लाइटबाट उनीहरू क्रस गरिहालेँ हामी आउने बेला पनि सँगै तर आज त्यही भएर पनि मैले क्यामेरा अन गरेको नत्र मलाई बनाउन मन लागेको थिएन सबजना गेट टुगेदर भयो गाइज आज ल आज ओमुसिरै खाता देश हुँदैछ यता छन् हेलो के भन्न चाहन्छौ म के भन्न चाहन्छु अब कुरो सक्यो टपिकै क्लोज उता अर्को ह्यान्डसम बोय के भन्न चाहन्छौ ऊ हाम्रो ब्लगलाई कुद्दै बसेको ए हाम्रो ब्लगलाई ऊ आउँदैछन् उनलाई पनि भन्छ अर्को हाम्रो लजालु बोय उता भागिसक्यो वान ओन्ली वान अमृत सापकोटा अमृत सापकोटा होइन ए श्रेष्ठ सेट ल यता हामी तीन भाइ एउटा गीत गाउन मन लाग्यो ओ केटा तिमीहरू तिन भाइ देखेर मलाई एउटा गीत गाउन मन सुन ए भाइ हो भनेको मान तिमी त रहेछौ लक्का जवान कस्तो दामी गीत हाइट पनि उस्तै हामी तीन भाइ जेठो माइलो कान्छो यता अनुहार पनि देखाऊँ न जेठो माइलो कान्छो कान्छो सुन ए भाइ भनेको मान तिमीहरू त लैछौ लक्का जवान बाजा खन्काउँदै लिएर आउनु बुहारी लगन जुराउँदै सापकोटाको ल गाइस ल ल ल ल रमाइलो भइरहेको छ आज यही हो भ्लग नबनाऊ भन्दा पनि म भाइहरू भेटेर क्याप्चर बवाल हो दिस मोमेन्ट इज क्याप्चर इन माई भ्लग गाइस आयो हाम्रो अर्को तोरी लाउरे वान ओन्ली वान हाम्रो मिस्टर सरगम बजगाई वेलकम छ भाइ तिमीलाई मेरो भ्लगमा के भन्न चाहन्छौ तिमी अनि कता चिटीको पढ्यो हो ल त्यसो नभए यो जम्मा अब 7,500 को जम्मा होइन जम्मा 7,500 को अब यस्तो यो गाई छ होइन हामी चाहिँ हिँडिरहेको छौँ हामी खासमा आज कहाँ हिँडेको हामीलाई थाहा छैन गन्तव्य बिन छ कहाँ गएर उ गर्ने थाहा छैन गाइज हामीले चाहिँ होइन डेस्टिनेसन चाहिँ हामीले आफै बनाएको होइन किनभने बिकाउज हामीले चाहिँ हियर वर्कल बिरु कि सिरु त्यो तर बन्द रहेछ यार हामी कभर काट्ने सैलुनमा आएको यो चाहिँ सैलुङको नेपाली भाषामा होइन तर आइपुग्यो हामी तर आज सियालो एसिडिक क्लोथ्स हियर वर्कर्स के यो चिरु रे पढ्न आएन अब छोडिदिनु फेरि त्यही भएर अब फर्क्यौँ हामी फर्किसक्यौँ यो प्लान बनाएको थियौँ यो प्लान बनाइदियो यो प्लान पनि
चकनाचुर भयो हाम्रो हो कि होइन यो प्लान पनि चकनाचुर भयो कपाल खाने अब कहाँ जाने हामी अब कहाँ जाने कहाँ जाने ल गाइज ल कहीँ जाने अब हिँड्दै जाऊँ बाटो जाऊँ गन्तव्यले कहाँ छ मलाई चाहिँ थाहा छैन तर जाने बोल्ने चाहिँ उनी हुनु यो मेरो हात समाइरहेको छ नि एक्सपेन्सिभ घडी म बोल्छु कि म बोल्न ल बोल यस्तै बोल्न सक्यो ल बोल हेर न मलाई कहाँ छु आज के हुन्छ भोलि थाहा छैन मलाई जिन्दगी यति पै बित्ने हो कि तर आज राइडर कोनिचिवा राइडर यो सर अच्छा हो भन्छ माचिक्ने भन्न पाइयो भन्न पाइयो एक दुईटा कला भएको गीत गाइयो साथमा दाजुभाइ आइयो हेयर कट हान्न आइयो तर हेयर कट हान्ने ठाउँ क्लोज भयो हामी फर्किँदै गइयो आइयो गइयो खाइयो अब आज चाहिँ हामीले होइन थकाली भात खाने सोचिरहेको गाइज होइन अब हेर म थकाली भात कतिको खाइन्छ भन्ने कुरा गाइज हामी फेरि पनि आइसकेको छौँ हाम्रो यो सुन्दर पार्कमा केटाहरू छन् हाम्रो फेरि पनि भेट भएको छ वान ओन्ली वान को यो गुड्डु कुमार के भन्न चाहन्छौ खाएलु के खाए ल केटाहरू यस्तो ल्याएको यो के हो केक ल वान बाइट भने ल आइफोनमा त हलो भन्ने मेरोमा एन्टरटेनर चाहिँ नो हेलो ल एउटा मेरो परिवारलाई खुट्टा मेरो परिवारले गाई परेवा होइन अर्को दाई परिवारलाई खुवाउने हो के हो यो ए बुढोले ब्याग राखेको छ ल ल है उनी गाइसिनुहोस् ल के हो यो गाइज मजा आउँछ गाइज परिवारहरू मजा आइरहेको छ परिवारहरू यहाँ छन् होइन अघि भेट भएको थियो फेरि पनि भेट भयो होइन खुसी लाग्यो ल यस्तो चाहिँ हुनु पर्यो है केटाहरू भेटघाट एभ्री स्याटरडे भेटघाट गर्नु पर्यो अब दाम यो परिवारले के उत्पादन गर्छ यसले हर्च उत्पादन गर्छ होइन इनर्जी हामी यहाँ आइसक्यौँ यहाँ चाहिँ चिप्लेडी रहेछ होइन अरू सानो बच्चा खेल्दैछन् 26 वर्षको बच्चा खेल्दैछ हेर्न सक्नुहुन्छ हाम्रो बच्चा 26 वर्षको बच्चा सानो म काम 26 वर्षको बच्चा म जान्छु गाइड ल भाइ एक जग्गा के शब्द बोल्दै हाम्रो भाइ जाँदैछ भाइले हान्दैछ अब यहाँ ल भाइ ल हान्दै ल परुको भाइ रुको ल भाइ आउँदैछ आयो कस्तो भयो भाइ तिमीलाई भन त भवाल भयो ल च्यालेन्ज भइरहेको छ गाई चाहिँ ओइ ल 1 2 3 4 5 6 हामी चाहिँ अब च्यातेको ल भाइ साइनारा उचिकारा समादेश गाम्बाते ल भाइ साइनारा उचिकारा समादेश गाम्बाते ल भाइ उचिकारा समादेश गाम्बाते ल भोलि हाम्रो काम छ गाम्बाते है त एकै ठाउँमा हो भोलि त एकै ठाउँमा रैला हान्नुपर्छ
जस रमाइलो छ लाग्यो भोलि कन्टेन्ट आउने होला 3-4 वटा कन्टेन्ट आयो भने हान्नु सब दर्सीमा छैन 3-4 वटा कन्टेन्ट आउने हो कि को भोलि हाम्रो हो के भोलि ठिक छ रमाइलो छ भोलि काम धेरै पनि हुन्छ ल धेरै हुन्छ पढाइ पनि हो ओछिकार समादेश ल भाइ भाइ ल हाम्रो गाई पढाइ स्कुल छैन गएको छ भने 6 घण्टा त काम हुन्छ अनि छ के गएको छ गएको हाम्रो गएको पनि छ पढाइ पनि छ पढाइ छ अर्बाइट छ रे के छ रे अर्बाइट हो झुन्डिरहेको छ गुड्डु कुमार ल गाइज ल भाइ भाइ ल आऊ भाइ जाऊ ल जाऊँ ल गाइज हाम्रो प्लान चाहिँ केही भएन अब यसो भाइहरूको रुममा गएर चाहिँ गेट टुगेदर खानेकुरा खाने भन्ने प्लान भएर हामी यो सपिङ मलबाट चाहिँ सामान किनिसक्यो हो कि होइन गुड्डु हाई तिमी के भन्न चाहन्छौ तिमी आऊ न यहाँ आऊ त एकैछिन आऊ के भन्न चाहन्छौ म यही भन्न चाहन्छु यो च्यानलले सब्स्क्राइब गरेर ग्रोथ गरिदिनु च्यानल ओ यतिको सपोर्टिभ हुनु पर्यो ओ खाली सिसी पुराना कागज के छ भाइ हो हाम्रो त्यो एउटा कुकुर रमाइलो छु भाइ कुकुरको पढाएर ओ यहाँ कुकुरले पुरै मुतिरहेछ ल तर यार जे भने पनि यार जिन्दगी भनेको यस्तै हो मरि लानु के छ र दुई बारको जिन्दगीमा जापान आइपुग्यो हामी घुम्दै फिर्दै नेपालबाट जापान आएको पनि 2 महिना बढी भइसक्यो यही हो गाइज होइन ल अब के होइन हामी सब भाइहरूको ठाउँमा गइन्छ खानसाना खाइन्छ बसिन्छ त्यति नै हो खाएको चाहिँ नदेखाम होला होइन त्यही भन्न चाहन्छु म अब यही भन्दै चाहिँ आज चाहिँ हामी यो सँगै भएर भ्लग धेरै लामो भयो यहीँ म अन्त्य गर्न चाहन्छु होइन ल केटा के भन्न चाहन्छौ बाई बाई फेरि भेटौँला है त ल जय नेपाल गाइज माया गरिदिनु होला सबजना यस्तै हो कि होइन ल बाई बाई साइनारा जय नेपाल है त ल